दशैं जसलाई भारतमा दशहरा भनिन्छ भने विश्वभरका हिन्दूहरूले यो पर्व मनाउने गर्छन्। नेपालमा दशैं भनिने यो चाड आफ्नै मौलिकता बोकेको पर्व हो। नेपालीहरूको चाड भन्दा फरक पर्दैन दशैंलाई। यो अवसर पारिवारिक मिलनको मात्र होइन, मान्यजनहरूसँग आशीर्वाद लिने अनि भविष्यको उज्जवल योजना बनाउने अवसर पनि हो। पूर्वीय दर्शनले दिएको यो अनुपम नमुना अनि धार्मिक सहिष्णुताका लागि वर्षौंसम्म राष्ट्रिय चाडका रूपमा रहेको दशैंले नेपालीको परिचय दिन्छ। दशैं यसपटक अनुपम बन्यो। सर्वसाधारणदेखि राष्ट्रपतिसम्म, कम्युनिस्ट प्रधानमन्त्रीदेखि पूर्व राजासम्म र यी सबैले मनाएको यो चाडले एउटा जीवन्त संस्कृतिलाई अझ उजागर गरिदियो। शक्ति स्वरूपाको उपासना हो दशैं। 9 दिनसम्म देवीका विभिन्न स्वरूपहरूको उपासनापछि यही पूजाको प्रसाद स्वरूप टीका र जमरा लगाएर हर्षोल्लास पूर्वक नेपालीहरूले दशैं अर्थात् विजया दशमी मनाउने गर्दछन्। बिहीबार एउटा आम नागरिकदेखि राष्ट्रपतिसम्म, देशभित्र रहेका नेपालीदेखि विदेशमा रहेका नेपालीसम्म सबैले दशैंलाई कक्ष अनुसार मनाए। बिहान 9:45 दैवी विसर्जनपछि टीकाको क्रम सुरु भएको थियो। 10:35 बजे उत्तम साइत रहे पनि दिनभर नै टीकाका निम्ति सबैजना यताउति लागिरहेका देखिन्थे। आफ्ना मान्यजनबाट आशीर्वाद लिएर मनाइने यो चाडलाई आम नेपालीले यसरी मनाए। राष्ट्रपति डाक्टर रामवरण यादवले गुरु पुरोहित रघुनाथ अर्याल र शंकर प्रसाद सिग्देलको हातबाट टीका र जमरा ग्रहण गर्नुभयो। त्यहाँ उपस्थित आफ्ना परिवारजनका सदस्यलाई पनि राष्ट्रपति डाक्टर रामवरण यादवले टीका र जमरा लगाइदिनु भयो। यसपछि उपराष्ट्रपति परमानन्द झालाई टीका लगाइदिएर राष्ट्रपतिले प्रधान सेनापतिदेखि आएका अन्य गण्यमान्य व्यक्तित्वहरूलाई पनि टीका लगाइदिनु भयो। यसपछि बिहान 12:30 बजेबाट आम सर्वसाधारणलाई टीका लगाइदिन सुरु गर्नुभएका राष्ट्रपतिले बीचमा केही आराम गर्नुभयो र अपराह्नसम्म नै सर्वसाधारणलाई टीका लगाइदिनु भयो। यसैगरी प्रधानमन्त्रीले फरक शैलीमा टीका मनाएको हामीले तपाईहरूलाई जानकारी दिइसकेका छौं। पूर्व राजा ज्ञानेन्द्र शाहले बिहान नारायणहिटी दरबारमा शुभ साहित्यका बीच आमा रत्नबाट टीका र जमरा लगाउनु भयो। त्यहाँ पूर्व राज परिवारका उपलब्ध सबै सदस्यहरू उपस्थित थिए। यसपछि पूर्व राजाले आम सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम सुरु भएको थियो। अपराह्न 4 बजेबाट शीतल निवासमा आयोजना गरिएको यो क्रममा पनि विगत वर्षहरूमा जस्तै सर्वसाधारणको उपस्थिति देखियो। जब समय काठमाडौँमा बस्यो त्यो बेलादेखि नै अब राजाबाट टीका आशीर्वाद गर्ने जुन हाम्रो अब एउटा धर्म संस्कार र हाम्रो नेपालीको पहिचान परम्परा पनि हो। एक त पहिलादेखि टीका लगाइरहेको थियौँ। एउटा आस्थाको केन्द्र, आफूभन्दा मान्यजनहरू ठुलाहरूबाट आशीर्वाद लिने हाम्रो परम्परा हो, हिन्दू संस्कार। अनि सधैँ लाउन आइरहेको ठाउँमा चाहिँ नि यो वर्ष पनि राजाको हातको टीका लाएर शुभ आशिष लिने, राम्रो अगाडि बढ्नका लागि राजाले दिएको आशीर्वाद होइन अझ प्रभावकारी हुन सक्छ। मेरो बुवा आमाहरूको हातबाट टीका लगाइसकेपछि अनि यहाँ टीका लगाउन आएको। दशैंलाई विगतमा राजादेखि रङ्कसम्म सबैको चाड भनिन्थ्यो। अहिले देशमा राज संस्था छैन, तर पूर्व राजादेखि जनताको छोरो जो देशको सर्वशक्तिशाली सर्वोच्च पदमा पुगेको छ, सबैले एकअर्कालाई माया, प्रेम, सद्भाव बाँडेर दशैं मनाएका छन्। दर्शकहरू, वास्तवमा दशैं हिन्दूहरूको चाड मात्र भएन, यो हिन्दूहरूको मात्रै चाड रहेन, यो त सम्पूर्ण नेपालीहरूको चाड बन्न पुगेको छ। आपसी सद्भाव, आपसी भाइचारा अनि एक अर्का प्रति देखाइने माया अनि प्रेमको चाड पनि हो विजयादशमी। 2068 सालको विजयादशमीले दिएको सन्देश सायद यस्तै होला। एक आपसमा माया, प्रेम र सद्भाव बाँड्नाले कोही सानो हुँदैन, बरु उसैको भलो हुन्छ। सन्देश यो पनि हो यस वर्षको। हामी पुनः अन्त्यमा एकपटक सम्पूर्ण दर्शकहरूलाई शुभकामना दिन्छौं विजयादशमीको, र यो विजयादशमीले उज्यालो ल्याओस् हामी सबै नेपालीको घर आँगनमा। यति भन्छौं र पावर न्यूजबाट बिदा माग्छौं। नमस्ते।